चेन देखिराख्नु भएको छ फोरम कस्तो छ। यो हातको छैन भने यो हातको फोरम हेर्नुहोस् मेरो। मैले भर्खर एक हातको फोरम ट्रेन गरेको के, यो हातको गरेन यो हातको गरेको हेर्नुहोस्। फोरम हेर्नुहोस् मेरो, चेन्ज हेर्नुहोस् न, चेन्ज। त्यसकारण फोरम बनाउनुहोस् गाइज। मेरो यो भर्खर मैले यो ह्यान्ड ग्रिप यस्तै युज गरेर केही वर्कआउट गरेर मैले यति ठुलो बनाएँ होइन। यो ठुलो देखियो किनकि यो पम्प भएको छ क्या। मलाई के लाग्छ यत्तिकै यो केही वर्कआउट नगर्दा पनि यत्तिकै ठुलो होस् के, कति मजा लाग्छ होला होइन। गाइज के छ तपाईँहरूको खबर? मेरो युट्युब च्यानल चाहिँ जोगी फिटनेस। मेरो नाम चाहिँ गौरव थारू एके जोगी फिटनेस र यो भिडियो मेरो युट्युब च्यानलमा आउनेछ। सो भिडियो लास्टसम्म हेर्नु र के को लागि भिडियो लास्टसम्म हेरेर साथ सपोर्ट गर्नु होला। के को लागि भिडियो भन्न जाँदैछु है त, हेर्नुहोस्। यो भिडियो चाहिँ गाइज फोरमको लागि, तपाईँको फोरमको लागि हेर्नुहोस्। चेन देखिराख्नु भएको छ फोरम कस्तो छ। यो हातको छैन भने यो हातको फोरम हेर्नुहोस् मेरो। मैले भर्खर एक हातको फोरम ट्रेन गरेको के, यो हातको गरेन यो हातको गरेको हेर्नुहोस्। फोरम हेर्नुहोस् मेरो, चेन्ज हेर्नुहोस् न, चेन्ज। हातै देखेर थाहा हुन्छ के कस्तो छ भनेर। सो यो फोरमको लागि चाहिँ मैले के वर्कआउट ट्राई गरेँ त्यो बताउन गइरहेको छु। त्यसैले भिडियो लास्टसम्म हेर्नु होला, के कस्तो लाग्छ भन्नु होला है त। गरेर घरमा यत्तिकै खाली हुनुहुन्छ भने हातको एक्सर्साइज गर्नुहोस्, फोरमको एक्सर्साइज गर्नुहोस् होइन। यत्तिकै हात चलाउनुहोस्, यत्तिकै होइन, यत्तिकै चलाए नि हुन्छ, यहाँ मसलहरू केही हुन्छ। सो सिधा भन्नुपर्दा झुट नबोलिकन त्यो ह्यान्ड ग्रिप हुन्छ नि, ह्यान्ड ग्रिप फोरम बनाउनको लागि त्यो चाहिँ सबजनाले किन्छन् भने म मिडल क्लास फ्यामिलीबाट भएर म चाहिँ त्यो बनाउँछु क्या गाइज। सो मैले चाहिँ यही बनाएर भर्खरै यस्तै भर्खरै मैले यस्तै वर्कआउट गरेको के। एक हातमा मात्रै, यो हातको गरेन यो हातको मात्र गरेको यत्तिकै। त्यही भएर यो हातको अलि बनेछ कि यो हातको हेर्नुहोस् छैन। मैले एक हातको मात्र ट्राई गरेको के। तपाईँले फोरम ट्राई गर्नुभयो भने फोरम ठुलो देख्यो भने बाइसेप यत्तिकै पनि ठुलो देखिन्छ कि गाइस। त्यही भएर तपाईँ बाइसेप भन्दा नि पहिला फोरम बनाउनु के। तपाईँको फोरम ठुलो भयो भने बाइसेप यत्तिकै ठुलो देखिन्छ। हात हेर्नु न कति फरक देखियो। त्यसकारण फोरम बनाउनुहोस् गाइज। मेरो यो भर्खर मैले यो ह्यान्ड ग्रिप यस्तै युज गरेर केही वर्कआउट गरेर मैले यति ठुलो बनाएँ होइन। यो ठुलो देखियो किनकि यो पम्प भएको छ क्या। मलाई के लाग्छ यत्तिकै यो केही वर्कआउट नगर्दा पनि यत्तिकै ठुलो होस् के, कति मजा लाग्छ होला होइन। अब म यो हातको पनि गरेर देखाउँछु है त। यो हातको हेर्नुहोस्, भिडियो हेर्नुहोस्, छैन होइन त्यत्तिकै छैन होइन। अहिले रोकिनुहोस् म गर्छु। यो पनि खोलिदिउँ न, डिस्टर्ब हानु नपुग्दिने देखाइदिउँ न। चाहिँ यो चाहिँ यसरी छोप्ने, यसरी छोपिन्छ नि हामीले होइन केही चिज। यसलाई यो अङ्गलाई चाहिँ पछाडि लाने, यो अङ्गला जता छ नि यो सबै अङ्गला त्यतै लाने। यो पनि यत्तिकै छोप्ने, यस्तै गर्ने। म चाहन्छु कि तर जे होस्। वर्कआउट चाहिँ यही हो गाइज। अलि टाढो बस्दिउँ न, यसलाई चाहिँ यत्तिको पारेर अलि टाढो बस्दिउँ न। यो चाहिँ मेरो रुम टक्क लगाएर
बढी चढे। यो पनि धेरै दिनपछि युज गरिरहेको छु, मेरो हात बढी चाँडै दुखिरहेको छ यार। यो बनाउने भिडियो चाहिँ म पहिल्यै बताइसकेको छु है त, प्रोफाइलमा चेक गर्न सक्नुहुन्छ, डिस्क्रिप्सनमा त्यो भिडियोको लिङ्क राखिदिउँला मैले। भयो, सक्दैन अब, दुखिसक्यो हात। हेर्नुहोस्, पहिलाभन्दा त अलि भएछ नि, होइन? पहिलाभन्दा त अलि भयो नि। दुःखो के हात, यो हातले त्यति सक्दा नै सक्दैन के भने, बाइसेप चाहिँ छैन, हात दुख यार। हातै फरक देखिन्छ कि, यो ठुलो देखियो यो सानो देखियो, किनकि वर्कआउट त्यति भएन के, बसेर पनि भयो क्या हो यार, के हो। यो हातको चाहिँ वर्कआउट गर्न मजा आउँछ के, यत्तिकै दबाउने। बानी नै लागिसकेछ दाहिने हातले, यो हातले चाहिँ त्यति आउन्न के मलाई, सक्दै सक्दिनँ यो हातले। सक्नुहुन्छ कस्तो हुन्छ भनेर। सो तपाईँहरूलाई म मेरो बडी देखाइदिउँ। यो हातको ठुलो भइसकेको छ। ब्याग देखाउँ है, ब्याग तपाईँहरूलाई। आजलाई यति नै है त गाइस, टाटा बाई बाई। यस्तै आजको लागि यति नै, टाटा बाई बाई गाइस।